नमस्कार। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति सन् 2023-25 कार्यकालको म महासचिव राजेश पाण्डे बोल्दैछु र यो भिडियो मार्फत यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रथम पटक सुरु गर्न लागेको अनलाइन प्रक्रिया मार्फत वितरण गर्न लागेको सदस्यताको प्रक्रिया र त्यसको प्राप्तिको विषयलाई मैले यहाँहरूलाई सहजीकरण होस्, सहजता होस् भनेर यो भिडियो मार्फत जानकारी दिन गइरहेको छु। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति सन् 2066 सालमा स्थापना भएको हो। विधिवत रूपमा यो दर्ता भएको समिति हो र त्यसको तदर्थ समिति योभन्दा अगाडि नै बनिसकेको र त्यसको प्रक्रिया हुँदै आजसम्म कन्टिन्यू रूपमा विभिन्न देशहरूमा, संसारका विभिन्न देशहरूमा स्याङ्जालाई प्रतिनिधित्व गर्ने संस्थाहरूलाई समेट्दै समन्वय गर्दै आज त्यसको मूल घरको रूपमा अथवा छाता संगठनको रूपमा, छाता संस्थाको रूपमा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति छ भन्ने कुरा यहाँहरूलाई अवगत नै पनि छ र मैले यो जानकारी गराउन पनि चाहन्छु। र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले यो पटक हामीले यो संस्थामा स्थापना कालदेखि आजसम्म जति पनि कार्य समितिमा रहनुभयो सदस्य, पदेना सदस्य, सल्लाहकार, संरक्षक सबैजनालाई हामीले उहाँहरूलाई सदस्यता, संस्थाको सदस्यता वितरण गर्न लागेका छौँ। त्यसको कार्यविधि 2081 बनेको छ, विधानले पनि तोकेको छ वितरण गर्ने भनेर। र यो संस्थाले दुई प्रकारको सदस्यता वितरण गर्न खोजेको छ। एउटा संस्थागत रूपमा जहाँ स्याङ्जालीहरूको संस्था स्थापना भयो, स्याङ्जालाई प्रतिनिधित्व गरेर संस्था स्थापना हुन्छ भने त्यो संस्थालाई संस्थागत सदस्यता वितरण गर्ने कुरा अथवा गर्दै आइरहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। जुन हाम्रो संसारका विभिन्न देशहरूमा जसले स्याङ्जालाई प्रतिनिधित्व गर्छ, जुन जुन संस्थाहरू छन् ती संस्थाहरूलाई हामीले राष्ट्रिय समन्वय समिति एनसीसीको रूपमा लिएका छौँ र यो पटकबाट हामीले संस्थामा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति यो संस्थामा स्थापना कालदेखि आजसम्म आबद्ध हुनुहुने सबैको अभिलेखीकरण र सबैलाई सदस्यता वितरण गर्न खोजिरहेका छौँ र बनेको कार्यविधि र विधानले रोकटोक नगरेको व्यक्तिले सदस्यता प्राप्त गर्न सक्नुहुन्छ र त्यस्ता आवेदनहरू चाहिँ स्वीकार हुनेछ भन्ने कुरा यहाँहरूलाई जानकारी गराउन पनि चाहन्छु। र सदस्यता कसरी प्राप्त गर्ने भन्ने विषयमा जानकारीका लागि यो भिडियो विशेष त बनाउन खोजेको हो मैले। त्यो प्राप्ति कसरी हुन्छ, कसरी यो प्रक्रियाहरू अनलाइन मार्फत भएको हुँदा यहाँहरूलाई सहजता होस् भन्ने हिसाबले पनि यो चाहिँ बनाउन खोजिएको भिडियो। र म सरसर्ती अगाडि बढ्न चाहन्छु। दुई किसिमबाट यहाँहरूले सदस्यता प्राप्त गर्न सक्नुहुन्छ, आवेदन दिन सक्नुहुन्छ। आवेदन भनेको फर्म फिलअप गरेर सकिन्छ। सबैभन्दा पहिला यहाँहरू एउटा लिङ्क पनि म यहाँ राखिदिन्छु, सँगै लिङ्क पनि हुन्छ। त्यो लिङ्कमा क्लिक गरेर पनि सदस्यताको डाइरेक्ट फर्मभित्र प्रवेश गर्न सकिन्छ भने अर्को चाहिँ संस्थाको वेबसाइट, संस्थाको आधिकारिक वेबसाइट www.sangja.org बाट प्रवेश गरिसकेपछि संस्थाको वेबसाइट खुल्छ। यसरी प्रवेश गरिसकेपछि यो संस्थाको वेबसाइट हो, यहाँहरूले देखिरहनु भएको छ। यो चाहिँ नि संस्थाको वेबसाइट हो। यहाँ संस्थाले गरेका विभिन्न क्रियाकलापहरू सबै छन् र कतिपय यहाँ अपडेट हुँदै पनि छन्। र त्यसका निम्ति सबैभन्दा माथि यो इन्टरफेस देखिरहेपछि यसको चाहिँ माथिल्लो ठाउँमा समृद्ध स्याङ्जाका लागि विश्व अभियान भन्दा अझै माथिपट्टि गइसकेपछि सदस्यता प्राप्त गर्नुहोस् भन्ने छ एउटा। त्यसमा क्लिक गरिसकेपछि सर्वप्रथम त यसरी यो चाहिँ एउटा जानकारी भनेर आउँछ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको साधारण वा आजीवन सदस्यता प्राप्त गर्न निवेदकले यस संस्थाको स्थापनादेखि हालसम्म कुनै एक कार्यकाल कार्य समिति संरक्षक वा सल्लाहकार पदमा रहेको हुनुपर्छ। त्यस्ता व्यक्तिलाई मात्र सदस्यताको लागि अगाडि बढ्न सक्नुहुन्छ भनेको छ। त्यस्तै गरी त्यो छ, त्यो तलपट्टि रकमको कुरा छ, रकम कसरी गर्ने भन्ने कुरा थियो। मैले त्यसलाई काट्नका लागि माथिपट्टि इन्टु भन्ने छ, त्यो दबाइदियो भने त्यो कट्छ है। त्यो जानकारी चाहिँ कटिसकेपछि यो सदस्यताको इन्टरफेस खुल्छ। सदस्यताको इन्टरफेस खुलिसकेपछि माथि संस्थाको लोगोदेखि लिएर सदस्य बन्नुहोस् भन्ने छ। यो संस्थाको वेबसाइट भन्ने छ, वेबसाइटभित्र पनि छिर्न सकिन्छ यसैबाट फेरि। र सदस्यता प्राप्त गर्नुहोस् भनेर यहाँ तलपट्टि देख्न सकिन्छ 4वटा खण्ड। यी खण्डहरूमध्ये सबैभन्दा माथिल्लो खण्ड साधारण सदस्य भन्ने छ। यसमा क्लिक गरिसकेपछि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको साधारण सदस्यता प्राप्त गर्न
प्राप्त गर्न इच्छुक व्यक्तिले संस्थाको स्थापना कालदेखि हालसम्मको कुनै एक कार्यकालमा कार्यसमिति सल्लाहकार वा संरक्षक पदमा अनिवार्य रूपमा सेवा गरेको हुनुपर्छ। साथै सदस्यता सम्बन्धी विषयमा संस्थाको विधानले रोकटोक लगाएको छैन भन्ने कुरा पनि सुनिश्चित हुनुपर्छ। यी शर्तहरू पूरा नभएको अवस्थामा निवेदन स्वीकार गरिने छैन भनेर यहाँ राखिएको छ। यहाँ सदस्यताको प्रकार साधारण सदस्य, रकम नेपाली रुपियाँ 2000 र समय सीमा 2 वर्ष भनेको वर्षको 1000 का दरले हामीले यो तोकिएको छ। यो विधानमै पनि तोकिएको छ कार्यविधिभित्र। त्यस्तै गरी तलपट्टि गइसकेपछि म यसलाई बन्द गरेर आजीवन सदस्य भन्ने खोल्छु। यसमा खोल्दाखेरि फेरि सदस्यताको प्रकार आजीवन सदस्य, रकम नेपाली रुपियाँ 10,000 यो तोकिएको छ। त्यस्तै गरी समय सीमा आजीवन भन्ने छ। संघीय सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आजीवन सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिले संस्थाको स्थापना कालदेखि हालसम्मको कुनै एक कार्यकालमा कार्यसमिति सल्लाहकार वा संरक्षक पदमा अनिवार्य रूपमा सेवा गरेको हुनुपर्छ। साथै सदस्यता सम्बन्धी विषयमा संस्थाको विधानले रोक लगाएको छैन भन्ने कुरा पनि सुनिश्चित हुनुपर्छ। यी शर्तहरू पूरा नभएको अवस्थामा निवेदन स्वीकार गरिने छैन भन्ने छ। यसलाई पनि बन्द गरेर तर गयो भने मानार्थ सदस्य भन्ने छ नि, संस्थाको मानार्थ सदस्य संस्थाले दिने सदस्यता हो। यो चाहिँ यहाँ भर्न आवश्यक छैन, कसैले भर्नु हुँदैन। संघीय सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको मानार्थ सदस्य संस्थामा विशेष योगदान, प्रतिष्ठा, अनुभव वा सल्लाहका लागि योग्य ठहरेका व्यक्तिलाई सम्मानपूर्वक प्रदान गर्ने सदस्यता हो। उक्त सदस्यता संस्थाको विशेष छलफल र बैठक मार्फत निर्णय गरी मात्र प्रदान गरिनेछ भन्ने राखिएको छ। र मानार्थ सदस्यता भनेर माथि लेखेको छ। नेपाली रकम 0 छ। यसमा चाहिँ मानार्थ सदस्यता भएको भएर यसमा रकम राखिने छैन, लिइने छैन। र समय सीमा यसको 2 वर्ष साधारण सदस्यता जस्तै हो र रिन्यू गर्नुपर्ने हुन्छ होला। अनि नवीकरणको कुरा छ। नवीकरण मैले नवीकरण भन्ने छ। हामीले लिगेको सदस्यता नवीकरणको पनि यसैबाट हुन्छ। यहाँलाई यो पनि जानकारी गराउन चाहन्छु। यहाँको 2 वर्षको समय सीमा सकियो साधारण सदस्यको भने त्यसको चाहिँ नवीकरण यहीँबाट हुने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। सदस्यता प्रकार नवीकरण, रकम नेपाली रुपियाँ 2000, समय सीमा 2 वर्ष। यो पनि फेरि नवीकरण गर्नका निम्ति 2 वर्षको पिरियड राखेको छ। एक वर्षमा झन्झट हुने हुँदा 2 वर्षमा एउटा कार्यकाल अवधिभर अथवा एउटा कार्यकाल अहिले लिगिसकेपछि अर्को कार्यकालको ठिक अन्तिमसम्म यसले चाहिँ काम गर्ने हुन्छ साधारण सदस्यको। यो पनि नवीकरणका लागि हो। यो त्यसै गरी लेखिएको छ, यहाँले यहाँ देखिरहनु भएको छ। सबैभन्दा पहिला अब भने एउटा मैले यहाँलाई जानकारी गराउँछु। यो आजीवन सदस्यताका निम्ति अहिले हामीले 2000 पहिला साधारण सदस्य भएर मात्रै आजीवन सदस्य हुनुपर्ने थियो। यो प्रथम पटक बाँडिन खोजिएको र यस पछाडि भने कन्टिन्यू हुन्छ। कन्टिन्यू भनेको पहिला साधारण सदस्य बन्नुपर्छ र आजीवन सदस्य बनिन्छ। यो पटक प्रथम पटक हामीले सुरु गरिएको भएर आजीवन सदस्यताका लागि 10,000 मात्रै लिने। त्यो 2000 चाहिने साधारण सदस्य बन्ने र आजीवन सदस्य बन्ने चाहिने हामीले त्यो 2वटा प्रक्रिया पूरा गर्नु नपर्ने गरी एकै पटक आजीवन सदस्यताका निम्ति फर्म भर्न सकिने र त्यसका निम्ति 10,000 बुझाउनु पर्ने संस्थाको खातामा चाहिँ राख्नुपर्ने भनेर बनाएछौँ। यो छ। मैले यहाँलाई जानकारी गराउँछु। साधारण सदस्यताभित्रमा प्रवेश गर्न चाहन्छु। यहाँलाई यो फर्म भर्ने प्रक्रिया, फर्म फिलअप कसरी गर्ने भन्ने विषयमा थोरै जानकारी दिन चाहन्छु। यति गरिसकेपछि यो अघि मैले पढेँ साधारण सदस्यको विषयमा। यो 4वटा लेभल पास प्रक्रिया पूरा गर्नुपर्छ। अब नेक्स्टमा गयो भने यसमा छ फर्स्ट नेम। मैले अघि थोरै भरिरहेको थिएँ। यो राजेश भनेर मैले मेरो नाम राखेको हो। त्यस्तै गरी मिडल नेम छ। मिडल नेममा कसैको मिडल नेम छ भने मिडल नेम पनि राख्न सक्नुभयो। लास्ट नेम छ पाण्डे भन्ने भयो। जेन्डर हो, यहाँबाट जेन्डर राख्न सकिने व्यवस्था छ। त्यस्तै गरी डेट अफ बर्थ पनि यहाँबाट राख्न सकिने व्यवस्था बनाइएको छ। यहाँ आफूले चुज गरेर मिलाउन सकिन्छ आफ्नो डेट अफ बर्थ। अङ्ग्रेजीमा राख्नुभयो भने राम्रो होला। त्यस्तै गरी अङ्ग्रेजीमै राख्नुहोस्, त्यसरी चाहिँ राम्रो देखिन्छ। इङ्ग्लिस डेट, इमेल, आधिकारिक इमेल चाहिन्छ किनभने तपाईँको सदस्यता पनि प्रिन्ट भएर यसैभित्र आउने हुन्छ। त्यो हामीले छुट्टै बाँड्ने होइन कि तपाईँहरूको आफैले प्रिन्ट गर्न मिल्ने अथवा प्रिन्ट नगरेर मोबाइलमै राख्दा डिभाइसमै राख्दा पनि राम्रो हुन्छ। त्यो प्रिन्ट गरेर राख्नु पनि पर्दैन। आवश्यक भयो भने पछि गर्नु ठिक होला। यो इमेल चाहिने एकुरेट इमेल राख्नुपर्छ। त्यस्तै गरी कन्ट्रीको नाम यहाँ चुज गर्न मिल्छ, कुन कन्ट्रीमा हुनुहुन्छ। म कोरिया, रिपब्लिक अफ साउथ कोरिया भएको भएर मैले यो राखेको छु। फोन नम्बर यहाँ कुन देशमा हुनुहुन्छ त्यसलाई चाहिने चुज गरेर नेपाल हो कि कोरिया हो कि जापान हो कि अथवा विभिन्न मुलुकहरू, युरोप, अमेरिकाका देशहरूमा राख्न सकियो। मैले मेरो देशको राखेको छु। यहाँ म राख्छु यसरी। यस्तै चुज फाइल, पासपोर्ट साइजको फोटो राख्नु। यो यहाँको प्रिन्ट भएर भन्दा तपाईँकै डिभाइसमा आउने, मेलमा आउने जुन सदस्यताको कार्ड छ त्यो कार्डका निम्ति फोटो हो। यहाँले पासपोर्ट साइजको फोटो चाहिँ यहाँ राख्नु होला, राम्रो चिनिने खालको। सकेसम्म 2 कान देखिएकै राख्यो भने राम्रो।
त्यस्तै गरी टेम्पोररी एड्रेस भन्ने छ। यो टेम्पोररी खालको एड्रेस चाहिँ कुन कहाँ बस्नुहुन्छ भन्ने छ। यहाँ चाहिँ यहाँहरूले आफ्नो गण्डकी कहाँ बस्नुहुन्छ, त्यसै गरी बागलुङ, म्याग्दी, स्याङ्जा यो राखेको छ। यसमा चाहिँ स्याङ्जा नै हुने भयो, स्याङ्जाभन्दा अरूको हुने कुरा भएन। टेम्पोररीमा हुने कुरा भयो, बाहिर पनि बस्न सकिन्छ। कोही पोखरा बस्नु होला, कोही बुटोल, काठमाडौँ अथवा विभिन्न सहरहरूमा, चितवन लगायतका सहरहरूमा कहाँ बस्नुहुन्छ त्यो राख्नु पर्यो। स्याङ्जाकै विभिन्न ठाउँमा हुनसक्छ। यो गल्याङ छ, मैले यो आफूले राखेको हुनसक्छ, राखेको हो। त्यसको वार्ड नम्बर राखिएको छ, वार्ड नम्बर 13 नहोला, गल्याङमा 2 होला। यो राखिएर छ। यसमा जे राख्न सकियो आफ्नो तरिकाले। अहिले इलुङ्गा भन्ने ILUNG राख्छु। यसरी राख्दै अगाडि बढ्ने। त्यसपछि यो सकिएपछि पर्मानेन्ट एड्रेस चाहिँ नि आफ्नो एड्रेस राख्नुपर्छ। यहाँ चाहिँ नि पर्मानेन्ट र माथिको एउटैमा बस्नुहुन्छ भने यसमा क्लिक गरिदियो भने माथिकै तल आउँछ। यहाँ कपी भएर नआइ भने यसमा चाहिँ नि फेरि त्यसै गरी यो गण्डकी हुने भयो। पर्मानेन्टमा स्याङ्जा नै हुने भयो। यहाँहरूको म्युनिसिपालिटी आफ्नो कुनमा हुनुहुन्छ, गल्याङ, G2 इलुङ्गा मैले अघि माथि राखेकै आएको हो यहाँ अहिले, अथवा कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 6 मेरो राख्न मिल्छ। यहाँ कालीगण्डकी यो लुम्बिनी गण्डकीमा गएपछि यहाँ चाहिँ नि स्याङ्जा भरिसकेपछि गल्याङमा कालीगण्डकी राखियो भने 06 राखियो भने मेरो घर आइपुग्छ। ठिक छ। त्यसपछि यो पर्मानेन्ट पछि हामी नेक्स्ट गरियो भने यहाँ आउँछ। मैले यो अघि राखेको थिएँ। फेरि यहाँ चाहिँ अर्को इन्टरफेस खोल्यो। यहाँ चाहिँ गइसकेपछि यहाँबाट फेरि यहाँहरूलाई मैले जोड्न खोजिरहेको छु। यो इन्टरफेसमा आइसकेपछि यहाँहरूले आफ्नो अकुपेसन के हो, स्टुडेन्ट हो, वर्कर हो, व्यवसाय, बिजनेस हो, अथवा विभिन्न हुनसक्छ। यहाँहरूको लेक्चरिङका कुराहरू हुनसक्छ। अन्य के छ यहाँहरूको अकुपेसन, त्यो अकुपेसन यहाँ राख्नुपर्ने हुन्छ। त्यसै गरी एनसीसी र आईसीसीमा आबद्धता भन्ने छ। हाम्रो पदेन सदस्यज्यूहरू जो राष्ट्रिय समन्वय समितिका अध्यक्षज्यूहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ नि एनसीसीमा आबद्ध भएको भनेर लेख्न सकिने भयो। नै पनि आईसीसीमा आबद्ध हुनुहुन्थ्यो र अहिलेसम्म हुनुहुन्छ भने उहाँहरूले चाहिँ नि आईसीसीको आबद्धताको पोजिसनको विषयहरू लेख्न सक्नुहुन्छ। पद छ, पदमा मैले मेरो लेखेर छु यहाँ चाहिँ नि। त्यस्तै गरी कार्यकाल 23-25 भनेर यो यहाँ छनौट गर्न पाइनेछ। त्यस्तै गरी तलपट्टि अर्को 2025 भनेर सम्मका लागि हो, कहिलेसम्म बस्नुभयो यहाँहरू चाहिँ नि भनेर लेख्न सकिने भयो, अथवा कुन कार्यकालमा हुनुहुन्थ्यो भनेर पनि राख्न सकिने भयो। त्यस्तै गरी आईसीसी एनसीसी माथि नै हुने भयो। त्यस्तै गरी कुन देशमा भन्ने पनि यो देश छनौट गर्न मिल्ने छ। गरेका महत्त्वपूर्ण कामहरू भनेर यहाँहरूले गरेका महत्त्वपूर्ण कामहरू छोटकरीमा धेरै लामो नगराइकन यहाँ लेख्न सकिने राखिएको छ। यहाँले देख्नु भएको छ है। यो सदस्यता वितरणको यो भिडियो बनाइरहेको भएर मैले त्यही लेखेको रहेछु र हाम्रा कामहरू चाहिँ महत्त्वपूर्ण राख्न सकिने भयो। त्यस्तै गरी यति मात्रै छ भने त्यति भयो, यो रिमुभ गर्दा भयो, त्योभन्दा मुनिको चाहिने नै पनि एड। अन्य सामाजिक संस्थाहरूमा पनि यहाँ एड हुन्छ अथवा आबद्ध हुनुहुन्थ्यो भने अन्य सामाजिक संस्थामा भएका आबद्धताहरू पनि संस्थामा अभिलेखका निम्ति यहाँहरूले राख्न सक्नुहुन्छ। जस्तै सोसियल अर्गनाइजेसन नेम, अर्गनाइजेसनको नेम राख्न सक्यो। आफ्नो सामाजिक संस्थाहरूको कुन संस्थामा आबद्ध हुनुहुन्थ्यो, प्रायः जस्तो सामाजिक संस्थाको राख्नु भयो भने राम्रो होला भन्ने लाग्छ। यसमा सोसियलै भनेर लेखाएर छ। त्यसरी पोजिसन, यहाँ कुन पोजिसनमा हुनुहुन्थ्यो भनेर राख्न सकिने भयो। त्यस्तै गरी कुन कार्यकाल सुरु र कार्यकाल समाप्त भन्ने पनि छ। त्यस्तै गरी कन्ट्री अफगानिस्तान आएछ। यो कन्ट्री कुन कन्ट्रीमा हुनुहुन्थ्यो त्यो कन्ट्री चाहिँ नि यहाँ छनौट गर्न मिल्ने छ। त्यस्तै गरी गरेका महत्त्वपूर्ण कामहरू त्यो संस्थामा रहँदा अन्य सामाजिक संस्थाहरूलाई पनि यसमा अभिलेखका निम्ति यहाँको क्युआर गर्ने बित्तिकै, क्युआरमा स्क्यान गर्ने बित्तिकै ती डाटाहरू आउनेछन्, जुन डाटाहरू पब्लिकली देख्न मिल्ने खालको हुन्छ भनेको यहाँहरूले दिएका डकुमेन्टहरू पनि त्यसमा आउने छैन। र यहाँहरूले जहाँ समावेश गर्नुहुन्छ ती डकुमेन्टहरू चाहिँ नि हामीले गोपनीयतालाई ख्याल गर्छौँ, त्यसको सुरक्षाका निम्ति पनि ख्याल गरेर अफिसियली हुनेछ, त्यो दुरुपयोग हुने छैन भन्ने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यस्तै गरी यसमा एड गर्न मिल्छ, अरू सामाजिक संस्थाहरूलाई एड गर्न मिल्छ। यहाँ एड गर्ने बित्तिकै त्यो चाहिँ नि खुल्छ, यहाँ देखिरहनु भएको छ। जति एड गर्दै जानुहुन्छ अन्य सामाजिक संस्थाहरूमा जति आबद्धता हुनुहुन्छ, कतिवटा राख्ने हो भन्ने यहाँहरूले धेरै राख्नु पर्दैन। यहाँ महत्त्वपूर्ण सामाजिक संस्थामा हुनुहुन्थ्यो भने त्यो चाहिँ राख्दा हुन्छ भन्ने लागेको। र स्याङ्जा खुल्ने परिचय पत्र भन्ने छ। यहाँ मैले मेरो पासपोर्ट राखेको रहेछु, यहाँ पासपोर्ट राख्न सक्नुहुन्छ। स्याङ्जा खुल्ने खालको राख्दा हुन्छ है। अन्य कुनै छन् भने पनि स्याङ्जा खुल्ने परिचय पत्र राख्नु आफ्नो मनले राख्दा हुन्छ, जुन राख्न चाहनुहुन्छ यहाँले, व्यक्तिगत चोइस हुने भयो। त्यस्तै गरी हाल बसोबास गरिरहेको
बसोबास गरिरहेको देश र बसाइ अवधि खुल्ने परिचय पत्र भनेको छ। यहाँ मैले मेरो यहाँको कार्ड राखेर छु, यो यहाँ चुज गर्न मिल्छ यसरी, त्यो चाहिँ नि यहाँ गएपछि हुन्छ, यो पनि यहाँ चुज गर्न मिल्छ माथिल्लो है यसरी, त्यो चुज गरेर राख्न मिल्ने भएको पनि। त्यसपछि हामी नेक्स्ट गर्छौँ। नेक्स्ट गरिसकेपछि सदस्यता प्रकार भन्ने माथि त्यो नै हो भाउचर। अब हामीलाई तोकिएको रकम जुन अहिलेको लागि 2000 भनेर तोकिएको छ साधारण सदस्य र आजीवन सदस्यका निम्ति यो पटकका निम्ति जुन भाद्र अन्तिम दिनसम्मका निम्ति यो क्युआर पनि यहाँ छ र हाम्रो ब्याङ्कको नाम पनि यहाँ राखिएको छ, गरिमा विकास ब्याङ्कको राखिएको रहेछ। यो फेरि र अर्को ब्याङ्क पनि राख्न सकिएला, अहिले गरिमा रहेछ, यसमा चाहिँ नि आवश्यक भयो भने यो राख्न सकियो। अनि भाउचर चाहिँ यहाँहरूले त्यो मोबाइलबाट राखिदिनु भएको छ भने स्क्रिनसट राख्न सकियो, मोबाइल ट्रान्सफर भयो भने, होइन भने ब्याङ्कबाटै ट्रान्सफर भएको छ भने भाउचर चाहिँ यहाँ चुज फाइल भन्नेमा चुज गरिसकेपछि त्यो राख्न सकिन्छ है। अनि नेक्स्ट गर्नुभयो भने यहाँले भरेका सबै कुराहरू यहाँ चाहिँ आउँछन्। यहाँ मैले सुरुबाट भरेका सबै चिजहरू यसमा आएका छन्, लेखाइहरू यहाँले राखेको डकुमेन्टहरू सबै छ यसमा। र कुनै बिग्रिएको छ अथवा केही मिलाउनु करेक्सन गर्नुपर्ने छ भने पछाडि जान सक्नुहुन्छ, नआइ भने सबै ठिकठाकै छ भने त्यसमा म यस आवेदनसँग अगाडि बढ्न सहमत र स्वीकृति दिन्छु भन्नेमा क्लिक गर्नुभयो भने सबमिट गरिसकेपछि यो सबमिटमा आइसकेपछि यहाँहरूले हाम्रो सिस्टममा आइपुग्छ र सिस्टम आइसकेपछि यहाँहरू त्यसका निम्ति योग्य हो कि होइन, विधानले कार्यविधिले दिन्छ कि दिँदैन भन्ने कुरा चाहिँ नि हेरिसकेपछि यो चाहिँ सदस्यता प्राप्ति गर्न सक्नुहुन्छ। त्यो सदस्यता चाहिँ नि यहाँहरूको इमेलमा हामीले पठाउँछौँ। यहाँ मैले यहाँ नमुना एउटा कार्ड पनि यहाँलाई देखाउँछु, सदस्यताको कार्ड चाहिँ नि यहाँलाई देखाउँछु। यो मैले यो नमुना मात्रै है, हाम्रो यो प्राविधिक ज्यूले राख्नु भएको छ, बनाउनु भएको, यसमा नाम सब के मिलेको छैन। यहाँले सबमिट गरिसकेपछि डकुमेन्ट चाहिँ नि यो टाइपको मेम्बरसिप आइडी, जनरल मेम्बर, अर्को आजीवन मेम्बरको आजीवनै हुन्छ, लाइफ टाइम मेम्बर, त्यस्तै मेम्बरसिप आइडी भन्ने आउँछ। र यो पटक भने हामीले आइडी नम्बर चाहिँ नि नाल्न पनि सक्छौँ, पछि यहाँहरूको मेलमा आइडी भएको अथवा नम्बर भएको चाहिँ नि पठाउन सक्ने व्यवस्था हुन्छ। म त्यो यहाँहरूलाई जानकारी दिन्छु माथि लेखाइमा। किनभने हामीले के गर्न खोजिरहेका छौँ भने स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा आबद्ध स्थापनाकालदेखि आजसम्मको मिलाउन सकिन्छ कि भन्ने हिसाबले यो सिरियल बाई सुरुमा को हुनुहुन्थ्यो, त्यसपछि को हुनुहुन्थ्यो, कुन कालमा कुन हुनुहुन्थ्यो, त्यही अनुसारको नम्बरिङ गरौँ भन्ने हिसाबले खोजिरहेका छौँ। त्यो कारणले पनि अहिले मेम्बरसिप आइडी नआने पनि पछि फेरि मेम्बरसिप आइडी नम्बर हानेर यहाँहरूको मेलमा पुनः आउनेछ, त्यो जानकारी पनि हामीले गराउनेछौँ। यहाँहरूको मेल चाहिँ नि हामीलाई प्राप्त हुने नै छ। त्यो मेलमा चाहिँ नि यहाँहरूको अहिले मेम्बरसिप आइडी यहाँहरूको मेल चाहिँ नि हामीलाई प्राप्त हुने नै छ। त्यो मेलमा चाहिँ नि यहाँहरूको अहिले मेम्बरसिप आइडी नम्बर नआने पनि भाद्रको अन्तिम दिन कटिसकेपछि यहाँहरूको सबै मेलमा चाहिँ नि हामीले मेम्बरसिप आइडी हानिएको पठाउनेछौँ, जुन राखिएको नम्बर सहितको मेम्बर आइडी नम्बर पठाउनेछौँ। अहिले यो बनाउन खोजेको के भने सिलसिलावाद, यो सुरुवातीमा को हुनुहुन्थ्यो, त्यसपछि को हुनुहुन्थ्यो भने त्यही अनुसारको नम्बर दिउँ भन्ने हिसाबले सम्मानपूर्वक यो गर्न खोजेको, यहाँहरूको सम्मानका निम्ति पनि हो। र यहाँहरूलाई यो जानकारीसँगै धेरै धेरै धन्यवाद। यो कन्ट्री हुन्छ, इस्यु डेट हुन्छ, भेल्ड अन्टिल भन्ने छ, भेल्ड डेट, इस्यु डेट र भेल्ड कहिलेसम्म हो, आजीवनको चाहिँ नि आजीवन नै हुने हो, लाइफ टाइम। धेरै धेरै धन्यवाद। यसमा सबैजना सहभागी हुनुहोस्। यो सुनिसकेपछि यहाँहरूले सेयर गर्नुहुन्छ र सबै स्थापनाकालदेखि आजसम्मका स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा आबद्ध हुनुभएका सबैलाई सदस्य प्राप्त गर्न यहाँहरूले पहल कदमी दिनुहुनेछ, उहाँहरूलाई सूचना दिनुहुनेछ, जानकारी दिनुहुनेछ भन्ने कामना गर्दै सबैजना सदस्यताका निम्ति अगाडि बढ्नुहुन हार्दिक अनुरोध गर्दछु।